ढकनेको यात्रा आज यस्तो छ ढकने जाने बाटो। आपत दियो बिचरा त्यसलाई नै हामीलाई भन्दा झन् धेरै आपत परेर छ क्या अरे। हामीले जे पनि ठाउँमा पुग्न सक्छौँ कि भन्ने छ विचार। बाइकमा हालौँ न भने बाँधेर दिउँ न। खोला फेरि आज संसार। अनि यो खोलाको नाम चाहिँ के हो नि भाइ? गरुवा खोला, माई खोला, जरुवा खोला यो गरुवा गरुवा ए धलुङ्गे पुल रहेछ गरुवा खोलाको। तपाईँहरू कुन ठाउँदेखि आउनुभएको? हामी हजुर पूर्वबाट उता के अरे मोरङबाट। ए मोरङ। गरुवा भन्ने के हो? गरुवा खोला कटुवा कि गरुवा? गरुवा ठाउँको नाम पनि गरुवा। ए ठाउँ पनि गरुवा। समुद्र भयो फेरि सबै पुऱ्यो थियो। गरुवा खोला रे यो। ल्याएर बनाउँदैन भाइ। भर्खर बिग्रेको कि पानी पर्ने यो अन्य म्याप चल्ने रहेछ नि त। भोलि सम्मको म्याप रहेछ पानी पर्छ भन्ने यो जुन सबै समाचारमा त्यो दिन नगरिकन सात बाटो बनाउँदैन यस्तैमा कुद्नुपर्छ हामी। पानी नरोकिकन बनायो फेरि बिगारिहाल्छ है। गाउँले पनि यसो कालो बाटो रहेछ यहाँबाट ढकनी जाने बाटो। ढकनेको ढकनी उठाउँदै क्या हो मामा घर पुग्दा किन त्यो खोलाले लान्छ भनेर चढेको? डर आएको होला नि बिचराहरू। आजको मौसम के बारी पहिरो आएर यस्तो छ।
जेठे मामाको घर यो अघि माइला मामाको खिच्नु पर्थ्यो बिर्सेर मरेर छु जेठा मामाको घर को मामाको यो घर यो माइला मामाले बेच्नु भएको घर अरे यो ए ल कान्छा मामाको घर यो अन्तरे मामाको घर आइपुग्यौँ हामी त बुढा मामाले आइपुग्यौँ अरे हामी आइपुग्यौँ ल रोकिदिनु भाइ ए हामी त बुढा मामाले खोज्दै दिदी छोला त्यही छ है एउटा ल तपाईँ चाहिँ कान्छी माइजू हो नमस्कार खै त मामा नमस्कार नानी मेरा अन्तरे मामा मामा भान्जी अन्तरे मामा यहाँ अन्तरे म बिस्तारै म त अस्ति नै खिचाएको छु अन्तरे मामासँग भेट भयो दिदी र मेरो अहिले पछि देखाउँछु ल भर्खर झर्दै मात्रै छ नि छिरेको मात्रै हो अनि यो अन्तरे मामाको घर ल आउनु यो माइजू नमस्कार है मेरो माइजूलाई नमस्कार आउनु माइजू भान्जी पनि यहाँ टाँसीमा छिन् नमस्ते नानी बहिनी हो बहिनी ए दुईटी नै बहिनी हुन् ल आउनु माइजू एकैछिन अहिले भोलि बिहान खिचौँ अँध्यारामा बिहान यहाँ अबेला भयो भने त हिँड्न सकिँदैन त ल आउनु ओ यहाँनिर खोलाले तेरो बाजे पानी आज थप्यो पनि ल आउनु त यता आउनु है टाँसिनु माइजूसँग बस्नु मन छ भने नभए पानी सानीको कुरा नगरिकन हाम्रो अन्तरी माइजूसँग भेटघाट गऱ्यौँ हामी दिदी बहिनी त्यसपछि म पुगिहाल्यो नि त लु आउनु मामा आउनु काम छैन भने आउनु ए सिङ हुने बित्तिकै हान्छ त सिङ भनेको त भइहाल्छ नि अचम्म कुरा गर्नुहुन्छ म है मामा तोरीबारीमा अनि हामी उयो खेल्थ्यौँ त के अरे यस्तो उकालोमा उकालो पर्नुपर्छ मामा भरे बसेर आनन्दले गफ गरौँ ल कान्छा मामा चाहिँ भेटेन है काना ए अन्तरे मामाको बाख्रा खोरेन यो ए ल गोरु यत्र रचन सिङ गरेका भैँसी ब्याउने भैँसी हो कि ब्याइसकेको हो पत्रोबाट है आम्मामा ए बुढा मामाले त यस्तो घन गएर खेती किसान गरेर वस्तु भाउ पालेर बस्नुभएको रहेछ अनि यही बाटो गएको हो कि होइन फोटो त्यो उनीहरूले बनाएर बसेको हुनु ए काइला मामाको घर अरे यो बेच्नु भएको रहेछ तर राम्रो चाहिँ राम्रो रहेछ बस्नुलाई चाहिँ है यहीँबाट पर्तिर जेठा मामाको ए काइला मामाको घर अरे यो ग्वालीहरू रे काइला मामाको ठाउँ त राम्रै रहेछ रहन त केराघारी जेठा मामाको यो घर पनि जेठा मामाको छोराको पसल होला नि यो किचन हो छोराको ए को होला माइजू नै हो कि को कहाँ कता अरे को माइजू हो त्यता हुनु न जस्तो छ मामा नमस्कार मेरो ठुलो मामासँग भेट भयो ठुलो मामासँग भेट भयो भर्खर आउँदैछ ठुलो मामा मेरो जेठा मामा बुढा मामालीको जेठा मामा यहाँ आउनु न यहाँ आउनु जेठी दिदीको छोरी यहाँ बस्नु हेर्छु म दिदी
दिदी बहिनी भेट भयौँ जेठो मामासँग नमस्कार नानी माथि माइजूले बनाउनुहुन्छ होला कान्छी माइजूले जेठो मामा घर हो यो हो जेठो मामा गाई ग्वाली बाख्राको ग्वाली अनि यो चाहिँ भान्सा कोठा होला ल ल ल जेठो मामाको घर आइपुग्यौँ हामी त राम्री हुन्छु जेठी सानीमासँग पनि भेट भयो बुढा मामलीमा जेठी सानीमा अब अरू सानीमाहरूसँग भेट हुन बाँकी नमस्कार हामी मामा भान्जी साइला मामा र म है म मालदिदीको छोरी होइन भेट्नु म